ल होइन गाइज फाइनली हामी चाहिँ अब पाथिबाट पुगिसक्यौँ। अहिले चाहिँ पारी डाँडाहरू देखिरहेछ होइन, डाँडा काँडा ठाउँको नाम पनि त्यत्रो थाहा छैन, अब बिस्तारै थाहा हुन्छ होला होइन। मैले चाहिँ पाथिबाट परिसर मुकुमलुङ क्षेत्र प्रवेश गरिसकेको छु है। अब चाहिँ पाथिबाट पुगेर यसो घुमघाम गर्ने हो, ठाउँहरू हेर्ने। पूजा आज चाहिँ गर्दिनँ होइन, गर्दिनँ आज चाहिँ यसो घुम्नको लागि मात्रै आएको। मौसम राम्रो भएर अहिले टाइम पनि धेरै गइसकेको छ। अब यो मेरो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। कतिजनाले हेर्नुहुन्छ, यस्तै यस्तै भिडियोहरू हाल्छु। धेरै समय पछाडि भिडियो हालेको, नयाँ हो युट्युब च्यानल भर्खर खोलेको होइन। खासै अब राम्रो बनाउनु पनि आएको छैन, यसो प्र्याक्टिस गरिरहेको। अब राम्रै बनाउने कोसिस गर्दैछु है गाइज। मान्छेहरू पनि टन्नै आएर रहेछन्। आज मङ्गलबार हो रहेछ, थाहा भएन नि त। मङ्गलबार चाहिँ धेरैले पूजा गर्दछन्, सूचीको पुग्छ भनेर। अनि पारीको मकवानको दीक्षाहरू दिन सकिन्छ लाइन। अनि यहाँ चाहिँ एउटा बोका पनि ल्याएर छैन, यो चाहिँ के भन्छ पशु बलि पनि दिँदो रहेछ है यहाँनिर। खै मुकुमलुङ सेवाहरू भनिरहेछ, त्यस्तै त्यस्तै पर केलाङ्गो पनि रहेछ है। ल गाइज बाई बाई।